आदरणीय जनसमुदाय, नेपालमा वंशवादी सामन्ती निरङ्कुश तन्त्रका विरुद्ध सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको लामो सङ्घर्ष र ठुलो बलिदानबाट नेपालमा गणतन्त्र स्थापना भएको आज 17 वर्ष पुरा भएको छ। म यस ऐतिहासिक अवसरमा सबभन्दा पहिला गणतन्त्रका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने ती महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति सम्मान प्रकट गर्न चाहन्छु। ती महान शहीद बेपत्ता योद्धाहरूको परिवारजनप्रति पनि म मेरो तर्फबाट, पार्टीको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्छु। त्यसैगरी यो परिवर्तनका निम्ति जेल, नेल, यातना, घाइते, अपाङ्ग हुनुभएका तमाम क्रान्तिकारी योद्धाहरूप्रति पनि म सम्मान व्यक्त गर्दछु। आज हामी एउटा युगबाट अर्को नयाँ युगतिर, निरङ्कुशताको युगबाट गणतन्त्रको स्वर्णिम युगतिर प्रवेश गरेको दिन हो। यस ऐतिहासिक दिनमा हामी सबै गणतन्त्रवादीहरूले के कुरा बुझ्न जरुरी छ भने, हामीले यो गणतन्त्रलाई अझ सुदृढ गर्नको निम्ति संविधानले निर्दिष्ट गरे अनुसार समाजवाद उन्मुख दिशा दिन जरुरी छ। सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको अधिकारलाई अझ सुदृढ गर्न जरुरी छ। त्यसले मात्रै जनअपेक्षा अनुसार हामीले गणतन्त्रलाई संस्थागत गर्न सकिन्छ। आदरणीय जनसमुदाय, हामीले जीवन व्यवहारमा नै गणतन्त्रलाई रूपान्तरण गर्नको निम्ति गम्भीर आत्मसमीक्षा गर्न पनि जरुरी छ। राजनैतिक नेतृत्वले इतिहासको राम्रो समीक्षा गरेर के निष्कर्षमा पुग्न आवश्यक छ भने, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र हो। लोकतान्त्रिक गणतन्त्रको अझ उच्च रूप भनेको समाजवादी गणतन्त्र हो, जसमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई मुख्य कार्यसूची बनाएर जनताको सेवामा समर्पित हुने हैसियत राख्दछ। त्यसकारण हामीले गणतन्त्रलाई अझ सुदृढ गर्ने कुरा, संघीयतालाई अझ सुदृढ गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्ने छ। अहिले इतिहासका विभिन्न कालखण्डमा भए जस्तै निरङ्कुशतावादी तत्त्वहरूले फेरि देशलाई निरङ्कुशतातिर फर्काउन सकिन्छ कि भन्ने दिवा स्वप्न देखिरहेको देखिन्छ। तर इतिहास साक्षी छ, निरङ्कुश तन्त्र एक समयको सामन्ती तन्त्र अब त्यो इतिहासको विषय भइ नै सकेको छ र जनताको गणतन्त्रका रूपमा संसारभरि नै लोकतान्त्रिक गणतन्त्रको व्यवस्था स्थापित भइ नै सकेको छ। कारण इतिहासको चक्कालाई पछाडि फर्काउने दुस्साहस कसैले गर्नु हुँदैन। हामी अझ अगाडि बढेर नेपाल राष्ट्रको राष्ट्रिय स्वाधीनता, नेपाली जनताको लोकतान्त्रिक आकांक्षा र नेपाली जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्नुपर्ने हुन्छ। यही नै आजको ऐतिहासिक आवश्यकता हो। त्यसकारण जनताको लोकतान्त्रिक आकांक्षा र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने संकल्पको दिन पनि हो आज यो गणतन्त्र दिवसको दिन। म नेपालमा शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताको हैसियतले र संविधान सभा, जो सबभन्दा लोकतान्त्रिक विधि हो संविधान निर्माणको, त्यो संविधान सभाबाट संविधान निर्माणको निम्ति पनि एउटा प्रमुख नेतृत्वकर्ताको हैसियतले आम नेपाली जनतालाई म अपिल गर्न चाहन्छु कि हामी यसलाई अझ सुदृढ गर्न एकताबद्ध हौं। कुनै किसिमको निरङ्कुशता नेपाली जनताको निम्ति, नेपाल राष्ट्रको निम्ति स्वीकार्य छैन। यो प्रतिबद्धता व्यक्त गर्ने दिन पनि हो। यस अर्थमा म आम नेपाली जनतालाई यो ऐतिहासिक दिनमा एकताबद्ध भएर अझ अगाडि बढ्न, आत्मसमीक्षा सहित आवश्यक पर्छ भने संविधान संशोधन गरेर भए पनि यसलाई अझ सुदृढ गर्न अगाडि बढौं। यही विशेष अपिल म आजको दिन गर्न चाहन्छु।